यो गाइज वेलकम ब्याक टु न्यू भिडियो। अब म चाहिँ हल्का धेरै टाइम पछि आइसकेको छु, त्यो पनि स्टिल अ ब्रेन रट रोब्लक्स गेममा। मैले चाहिँ भिडियो नहालेको चाहिँ हल्का धेरै नै भइगएको थियो होइन। अनि हामीले चाहिँ एउटा नुबी निनी पिज्जा निनीलाई चाहिँ बाई गर्नुपर्ने हुन्छ। यहाँ चाहिँ एउटा नयाँ एउटा इभेन्ट पनि आएको रहेछ होइन। यो चाहिँ एउटा रहेको छ, यहाँ छ एउटा रुखमा आइरहेको छु। फाइनली मैले किनिसकेको छु नुबिनी पिज्जा निनी। अनि त्यहाँबाटै गइरहेको छ, मेरो हल्का गेम हल्का ल्याग हान्न छ, किनकि मैले हल्का रेकर्डिङ पनि गरिरहेको छु। त्यो भएर यो चाहिँ मेरो बेस हो होइन। अनि यहाँ चाहिँ बगलमा कसको बेस हो के, यहाँ चाहिँ मेरो बेस आइसकेको छ। मैले सबैलाई लगानिहालौँ फटाफट। लगाइसकेपछि लक भयो। लक भएपछि चाहिँ यहाँ मेरो यहाँ हल्का पैसा कलेक्ट हुन्छ। यहाँ चाहिँ कति $1 पर सेकेन्डको रहेछ यो चाहिँ। आजको टार्गेट हुन्छ चाहिँ 1 मिलियन क्यास गराउने। यहाँ चाहिँ 75 मसँग रुपियाँ आइसक्यो, 75 मैले चाहिँ 1 मिलियन यो भिडियोमा गरेर ट्राई हान्छु होइन। अनि अहिलेसम्म तपाईँले भिडियोलाई लाइक गर्नु भएन, फटाफट लाइक गर्नु होला। अनि त्यहाँबाट स्टिल ब्रेन रट फ्रम अदर पिपुल एन्ड ब्रिङ देम टु यो बेस, मतलब हामीले अरूकोमा चोरेर हामी अब यहाँ गेममा चाहिँ चोर बन्नुपर्ने हुन्छ। ओके, यो गाडीको बेस चाहिँ हल्का राम्रो छ। उही यहाँ त दामी रहेछ है। म डन्डा मेरो टाउको कहाँ गयो। उही यहाँ चोरिरहेको छ एउटा चोर हो, यसकै यसकै हो सायद आई थिङ्क। मैले चाहिँ यो यसले चाहिँ यहाँ लक हानिसकेको रहेछ बेस। अब कतिलाई खुल्छ अनि यहाँबाट म यो केही सामान टाप हानिदिन्छु अनि त्यहाँबाट आई क्यान बी रिच फास्टर। मैले चाहिँ यहाँ अर्को के पनि लिइसकेको छु, आई थिङ्क नुबी निबी बनानी के लिएको छु त्यो नाम थाहा भएन। अनि यहाँ चाहिँ उही यहाँ त सुनको अन्डा दिनेवाला पनि चरा रहेछ त, कति हो 27.5K। बहुत महँगो छ यार। यहाँ मुसाहरू पनि रहेछ। यहाँ चाहिँ कसैको राम्रो बेसै छैन कि गाइज यार यो किन्न लागि। अब यहाँ बुझ्नु नि यार, कोही राम्रो बेस छैन किन्नु भन्दा पनि चोर्नु लागि हल्का स्टिल हान्नलाई। यहाँ चाहिँ आफ्नै बेसमा गइरहेको छु म। यहाँ चाहिँ $4 ओके, $158 भइसक्यो, 193 भइसक्यो ओके। यो चाहिँ खाली बेस हो। यो बेसमा चाहिँ हल्का दामी छ कि यहाँ बनानी त ऊ डल्फिनिटी छ। मैले आँटो उठाइहाल्छु, यहाँ कोही पनि छैन है। फटाफट फटाफट म लिइहालेँ। अरे यार यसले ऊ गरिसक्यो, लक हानिसकेको रहेछ। म फेरि वेट गर्नुपर्छ यसको लागि। म यहाँ यो बाहिर निस्केपछि आउँछ है। फाइनली म चाहिँ रिस्पन हानेर चाहिँ आइसकेको छु होइन। यहाँ चाहिँ हेर्नुहुन्छ मेरो साइडमा के गोल गोल घेरा पनि बनेको छ। अनि त्यहाँबाट चाहिँ म फेरि आफ्नो पहिला लक गरिहालौँ बेस लक गरिसकेपछि चाहिँ यहाँ चोर आएको थियो। कस्तो चोर रहेछ यार, नेपालमा त चोरै मान्छे रहेछन्। अनि यहाँबाट चाहिँ उही फेरि गोल्डन अन्डा दिन आइसक्यो। म चाहिँ यो मेरो अगाडिको बेस, ठ्याक्क मेरो अगाडिको बेसमा चाहिँ एउटा दामी त्यो बनानावाला एउटा पेट छ क्या, त्यो लिनु मन छ होइन। अनि यदि तपाईँसँग पनि हल्का राम्रो पेट छ भने उहाँ दिनु सक्नुहुन्छ। मिस्टर कुखुरा सर्च हान्नु, त्यहाँ फ्रेन्ड हान्नु, नत्र मेरो डिस्क्रिप्सन या कमेन्टमा चाहिँ मेरो डिस्कर्ड सर्भर छ, त्यहाँ जोइन गरेर रेकर्डिङको बेला चाहिँ आउनु होला अनि मलाई दिनु होला। म साउटआउट पनि दिन्छु। मसँग चाहिँ हल्का पैसा छ होइन। यो हात्ती चाहिँ म किनिहालौँ। ओके, मैले किनेँ यो हात्ती। म यहाँ चाहिँ कति $250 लाग्यो मलाई यो किन्नलाई चाहिँ हात्ती। हात्ती भनेको चाहिँ नेपालमा हल्का ठुलो हो, तर यो गेममा चाहिँ अब हात्ती भनेको चाहिँ यो हल्का धेरै ठिकठाक हो होइन हात्ती भने चाहिँ। अनि अरूले पनि किनिरहेको छन्, उयो बनाना के किनिरहन्। मलाई चाहिँ यो घर अगाडिको घर चाहिँ मेरो एम भनेको 1 मिलियन भन्दा नि अगाडि यो घरबाट चाहिँ सामान मतलब त्यो पेट्सहरू चोर्ने हो। अनि यो चाहिँ दामी छ है, के हो क्याक्टस पनि हिँड्छ गाइज है, अहिले तपाईँले देख्नु आएन भने। आफ्टर अ फ्यु मिनट्स लेटर गाइज मैले चाहिँ यहाँ फेरि आइसकेको छु होइन। यो चाहिँ मैले एउटा भेज पाएँ, यसको चाहिँ लक खोल्न लागेको छ। मैले चाहिँ अब के चोर्न सक्छु। ओके, मैले चाहिँ चोरिरहेको छु 50 पर सेकेन्ड। ल मैले चोरिसकेँ ओके। व्यापार चाहिँ कोही पनि आएको छैन होइन, मतलब आएको छ कि थाहा भएन। तर मैले चाहिँ क्याक्टस उठाएर आफ्नो घरभित्र लगाएर फटाफट म बेस लक गरिहाल्छु ओके। क्याक्टो हिपोटो मोटाटो के पाएँ मैले होइन। फेरि अर्को सामान पनि चोर्न गइरहेको छु म। यहाँ चाहिँ अब मैले अर्को के चोर्छु भने चाहिँ अब यहाँ हल्का धेरै भएको जस्तो कि यो मैले 100 पर सेकेन्ड यो पनि मैले चोरेँ होइन। यो भर्खर मालिक आए जस्तो छ, तर म उफ्री लैजान्छु, भाले भएन। मैले अब यो पनि लगाएर गइसक्यो। अब फेरि अर्को लिन जान्छु, हेरौँ इफ त्यो बेस चाहिँ अझ पनि अनलक छ। यहाँ मान्छेहरूले चोरिरहेको छ है, यहाँ चोरिरहेको छ मान्छेहरूले। म फेरि यहाँ लैजान्छु अब यो क्यापेचिनो एसेसिनो भन्ने चाहिँ म यो पनि लैजान्छु उठाएर। ओके, बस त आइसकेको रहेछ है, मतलब यो घरको मालिक आइसकेको रहेछ, तर भाले भएन, त्यो समात्नु सक्दैन। यप, मैले चाहिँ अहिलेसम्म 3टा सामान मतलब 3टा पेट चाहिँ चोरिसकेको छु। यो चाहिँ यस्तो दामी छ। 75 पर सेकेन्ड, 100 पर सेकेन्ड अनि 50 पर सेकेन्ड चाहिँ मैले उठाइसकेको छु। यसै म घुम्न जाँदाखेरि अर्को बेस देख्यो होइन। यहाँ चाहिँ नयाँ मान्छे आएको रहेछ। यसमा चाहिँ उयो क्या दामी छ सार्कहरू, यो ओक्टाकेलो ओर्कालाला भन्ने 3टा रहेछ। 3टा दाइ भाइ दिदी बहिनी सब यहाँ फ्यामिली बसेको रहेछ होइन।
यो पनि छोड्न पाए हुन्थ्यो। ल गाइस मैले फेरि अर्को एउटा बेस भेटाइसकेको छु होइन। यहाँ चाहिँ खाली छ, कोही पनि रहन्छ। ओके फटाफट म घर चाहिँ यहाँ अब के बनाना लिन्छु। ओके माई फेभरेट पान्डा आचिनी बनाना छ। यो चाहिँ म आफ्नै बेस, मेरो ठ्याक्कै बेस अगाडि छ कि फेरि क्या लकी अरे। उयो कसले हान्यो यार मलाई, भर्खर हान्यो। म फटाफट गएर फेरि लिने ट्राई हान्छु होइन म। ओके स्टिल ओके मैले चाहिँ यो लिइसकेको छु। ओके मेरो चाहिँ भर्खर अड्क्यो त्यो नि भाले भने फेरि यो पनि छोडिदिन्छु। मलाई चाहिँ अहिलेसम्म कति 4वटा हो कि 3टा चोरेँ मैले थाहा भएन, तर मैले यो पनि चोरिसकेँ। ओके मसँग अब धेरै पेट भइसकेको छ। भर्खरै मैले यहाँ फ्ल्यासब्याकमा गएर चाहिँ सामान फेरि लिएर आएको थियो होइन। फेरि म गएको चोर्छु किनकि त्यहाँ मेरो बेस मतलब त्यो खुल्ला मेरो अगाडिको बेस। ओके लेट मी गो एगेन। अब फेरि म चाहिँ एउटा बनाना नै चोर्छु होइन यहाँ, किनकि यो बनाना चाहिँ हल्का दामी छ। पान्डा नि चिनी बनाना भन्ने यस्तो के हो, मलाई आउनु त मलाई चाहिँ रियली आउनु होइन। सरी फर द्याट इफ समन इज वाचिङ कि जुन चाहिँ यो गेम राम्रो लाग्छ तपाईँहरूले भने चाहिँ सरी फर द्याट कि मलाई यो नामहरू चाहिँ आउन, तर के छैन, नो प्रब्लम एट अल। मैले भर्खर फेरि दुईवटा जोइसकेँ। अब एउटा अर्को कुन छ जुन चाहिँ राम्रो। उयो मासला उयो यो लहर गयो। उयो यसले यो डल्फिन के लहर गयो, बाल भएन मेरो, होइन त्यो पनि। म फेरि यहाँबाट म चाहिँ हल्का क्याक्टस लैजाऊँ भनेको, यो खराएर रहेछ 1.2K पर सेकेन्ड। म चाहिँ यो गिभ अवे गरिदिन्छु। म हानिहालेँ यार केटा हो। म चाहिँ अब यहाँबाट फेरि रिस्पोन भएर आउँछु है फटाफट। म चाहिँ यहाँ रिस्पोन भइसकेको छु होइन। अनि मेरो यहाँ बेस ठ्याक्कै अनलक हुन लागेको रहेछ। हेर्छ एउटा चोर मान्छे आइसकेको छ मेरो बेस हान्नलाई। ओके बट आई लक इन द्याट टाइम। अनि अब चाहिँ मसँग हेर्छ कति धेरै आइसकेको छ मेरो। 1 लाख त अब पुग्न लागिसक्यो। ओके 2 लाख भइसक्यो मेरो होइन। फेरि गएर मैले यो घर चाहिँ चोरेर ल्याउनु पर्ने हुन्छ एउटा कुनै यहाँ राम्रो। राम्रो चाहिँ मतलब कुनै पनि राम्रो छैन होइन, ठिकैको छ। तर मलाई यो अगाडिको बेस भएको चाहिँ दामी छ कि यहाँबाट मैले चोर लगाएको भने। यहाँबाट त कति टाइम छ भने मलाई भर्खर कसले पो हान्नेहरू यसलाई त छोड्ने होइन, खुकुरी ल्याएर हान्छु म। अब चाहिँ यहाँ फेरि हेरौँ कति टाइम छ होइन। ओके 12 सेकेन्ड 11 सेकेन्ड रहेछ। अब म फेरि यहाँ चोर्ने यो ऱ्याबिट चोर्ने ट्राई गर्छु। ऱ्याबिट चोरेपछि चाहिँ म खतरनाक धनी भइहाल्छु गाइस होइन। बिङटिन्नी भन्ने मान्छेको रहेछ। अनि अहिलेसम्म त फटाफट फेरि सब्सक्राइब गर्नु भएन भने सब्सक्राइब हान्नुहोस्, लाइक गर्नु भएन फटाफट भिडियो लाइक गर्नुहोस्, कमेन्ट पनि हान्नुहोस् कुन भिडियो मतलब कुन गेम खेलौँ अर्कोमा होइन। फेरि म हानिहालेँ, म फेरि रिस्पोन्ड गरेर आउँछु केटा हो। लगाएछ म फेरि आइसकेको होइन। हल्का ग्राइन्डिङ होइन 700K भयो। यो चाहिँ म फेरि पान्डानी यो हल्का ल्याम्बोर्गिनी हो लास्टै निलो कलरको रकुन फेरि आफ्नो बेसमा हालिसकेँ। म चाहिँ 400K बचिसकेको छ होइन। म चाहिँ हल्का ग्राइन्ड हानेर चाहिँ 700K गएको थिएँ। यहाँबाट फेरि 400K भइसक्यो। तर केही छैन, 3टा ठ्याक्कै भाइ बहिनी। यो 2टा प्यालोलाई चाहिँ भाइ अनि एउटा चाहिँ यो हरियोवाला निलोवाला चाहिँ बहिनी जस्तो ट्याक्कै देखेको छ भने केटा कस्तो छ दामी छ भने कमेन्ट हान्नु होला। अनि त्यहाँबाट चाहिँ अब मेरो यहाँ 900K भइसक्यो। अब 1 मिलियन त यस्तै भयो केटा। ल 1 मिलियन हुन लागिसक्यो होइन। यो भिडियो पनि एन्ड हुन्छ। पार्ट 2 चाहिएको छ भने नि फटाफट लाइक हान्नु होला। ओके लेट्स पार्ट 2को लागि चाहिँ 20 लाइक्स हानौँ न, 20 लाइक्ससम्म हानौँ। अनि यहाँ फटाफट हेरौँ कति बेला चाहिँ हाम्रो 1 मिलियन हुन्छ। ओके हल्का कलेक्ट हुँदैछ होइन। म चाहिँ अर्को भालु पनि किन्छु कि, तर मैले रेकर्ड गर्नै बिर्सेँ होइन। मेरो 1.70 मिलियन चाहिँ भइसकेको छ। मैले 3टा भाइ अनि एउटा बहिनीवाला रकुन चाहिँ किन्छ कि बनानी रकुनी भन्ने के हो। अनि तपाईँलाई अर्को पार्ट चाहिएको छ भने फटाफट यो भिडियोमा चाहिँ 20 लाइक्स गर्नु होला। अनि त्यहाँबाट चाहिँ सब्सक्राइब हान्नु होला, लाइक हान्नु होला, कमेन्ट हान्नु होला, आफ्नो साथीहरूलाई चाहिँ सेयर हान्नु होला। बाई बाई।